नमस्कार, सुस्वागतम। आज घुम्दै आउने क्रममा दर्शन गर्दै आउने क्रममा हामी आइपुगेछौँ काठमाडौँको अत्यन्तै प्रसिद्ध शक्तिशाली आध्यात्मिक स्थल बङ्गलामुखी मन्दिर। यो मन्दिर केवल धार्मिक आस्थाको केन्द्र मात्र होइन, शान्ति, शक्ति र सकारात्मक ऊर्जा अनुभव गर्ने विशेष स्थान पनि रहेको छ। पाटनमा अवस्थित यो मन्दिर काठमाडौँको मध्य भागको रहेको बङ्गलामुखी मन्दिर हिन्दू धर्मको शक्तिशाली देवी बङ्गलामुखीलाई समर्पित छ भन्ने बुझिन्छ। देवी बङ्गलामुखीलाई 10 महाविद्याहरूमध्ये एक देवी पनि मानिन्छ। धार्मिक विश्वास अनुसार देवीले शत्रुबाट रक्षा गर्ने, नकारात्मक शक्तिलाई पराजित गर्ने र आत्मबल बढाउने शक्ति प्रदान गर्नुहुन्छ भन्ने मान्यता रहेको छ। निकै नै आकर्षक मूर्ति पूजा बङ्गलामुखी मन्दिरको वातावरण निकै शान्त र आध्यात्मिक रहेको छ। मन्दिरभित्र प्रवेश गर्ने बित्तिकै धूप बत्ती र मन्त्रको ध्वनिले मनलाई अलग्गै आनन्द दिने गर्दछ। मन्दिरको वास्तुकला पनि अत्यन्तै आकर्षक रहेको छ। परम्परागत नेपाली शैलीमा निर्माण गरिएको यो मन्दिर सुनौलो र रातो रङले सजिएको देख्न सकिन्छ। यहाँका कलात्मक काठका काम, देवीको मूर्ति, वरिपरिका धार्मिक वातावरणले जो कोहीलाई आकर्षित गर्ने गर्दछ। यो पोखरी पहिला निकै नै पानी भरिएको फोहोर हुने गर्थ्यो। अहिले चाहिँ निकै नै ढुङ्गे धाराको शैलीमा पानी पनि आएको हेर्न सकिन्छ। यसरी नै अगाडि बढ्दै जाउँ। केही रोचक मान्यताहरू पनि रहेको छ। मान्यता अनुसार यहाँ सच्चा मनले पूजा गरेमा मनोकामना पुरा हुने विश्वास गरिन्छ। विशेष गरी मङ्गलबार र शनिबार यहाँ भक्तजनहरूको ठुलो भिड लाग्ने गर्दछ। निकै नै कलात्मक रूपमा बनिएको यो मन्दिर हेरेर बस्नु मन लाग्छ। विशेष गरी मङ्गलबार र शनिबार भिड हुने गर्दछ। नेपालको धेरै प्रसिद्ध वर्ष पुरानो रूप होला यो। धर्मावलम्बीहरू यहाँ आउने गर्दछन्। त्यसै गरी मन्दिरका बाहिरी वातावरण पनि अत्यन्तै रमणीय छ। सहरको व्यस्त जीवन बीच रहेको यो स्थान मनलाई शान्त बनाउने काम गर्छ। तपाईँ पनि कोही काहीँ नजिकै हुनुहुन्छ भनेदेखि बङ्गलामुखी मन्दिर माताको दर्शन गर्नुहोला। यदि तपाईँ काठमाडौँ आउनुभएको छ र काठमाडौँ वरिपरि हुनुहुन्छ, पाटन वरिपरि हुनुहुन्छ भनेदेखि यो पवित्र स्थान एकपटक अवश्य भ्रमण र दर्शन गर्नुहोला। आफ्नो विश्वासलाई समर्पित गर्दै बङ्गलामुखी माताको दर्शन गर्न आउने गर्दछन् भक्तजनहरू। र अन्त्यमा भिडियो राम्रो लाग्यो भनेदेखि लाइक गरिदिनु होला, सेयर गरिदिनु होला। सम्पूर्ण धर्मावलम्बी र दर्शकलाई बङ्गलामुखी माताको धेरै धेरै शुभकामना र आशीर्वाद लागोस् भन्दै यहीँ समर्पित र समाप्त गरियो। जय बङ्गलामुखी माता की जय। सी यू इन नेक्स्ट भिडियो। फेरि भेटौँला।